धन्यवाद। उनै पार्वतीका पुत्र गणेशलाई शिरमा राखिकन नारायण हे दैव कण्ठ खुलाइदेऊ, हाम्रो पनि कण्ठ खुलाइदेऊ। आजभोलि शुभ व्रतबन्धको अवसर चलिरहेको हुनाले हामीहरूले व्रतबन्ध किन गरिन्छ, व्रतबन्ध गर्दाखेरिमा आमासँग माते भिक्षान्देही भनेर भिक्षा किन मागिन्छ। अनि फेरि भक्तवत्सलहरू भिक्षा लिएर मामाहरूले समाउने र बटु अगाडि अगाडि दौडिरहेका देखिरहेका छौँ। हाम्रो समाजमा व्रतबन्ध जाँदा कसैले पनि यो किन गरेको भनेर सोधिरहेका छैनौँ। नारायण हे दैव लीला सुनाउँछु, हामीले पनि लीला सुनाउँछु। ब्राह्मण बटुकहरूको र अनि चराहरूको दुईचोटि जन्म हुन्छ भनिएको छ। चराको एकचोटि अन्डा हुँदा अनि एकचोटि फेरि बच्चा कोराल्दा भक्तवत्सलहरू त्यस्तै गरिकन ब्राह्मण बटु जसले व्रतबन्धादि कर्म गर्दछन् यो हाम्रो धर्म संस्कार अन्तर्गत पर्दछ। यसको पनि दुईचोटि जन्म हुन्छ हामी ब्राह्मणहरूको भनेको छ। एकचोटि 10 महिनासम्म आमाको कोखमा जन्मिएर आमाको कोखबाट जन्मिँदा भने एकचोटि फेरि भक्तवत्सलहरू व्रतबन्धादि क्रिया गर्दाखेरिमा सारा वेदका कुराहरू वेदका ऋचाहरू सिकाउने गरिन्छ। ब्राह्मणहरूद्वारा वेदका ऋचामा के सिकाइन्छ? नारायण हे दैव सुनौ राम्ररी, सुनौ राम्ररी। व्रतबन्धादि कर्म गर्दाखेरिमा मानिस भन्नुहरू केही होइन दैवको खेलौना। कसैलाई लाग्छ सुखको वैरो कसैलाई बेलौना। नारायण हे दैव संसार यस्तै हो, हेरी आउँदा संसार यस्तै हो। सारा कुराहरू वेदका कुराहरू ज्ञानका कुराहरू पढाउँदाखेरिमा धन सम्पत्ति भने
मनुष्यको जीवन किन भएको परोपकारका कर्महरू गर्नुपर्दछ, धन सम्पत्तिमा मात्रै भुलिरहन हुँदैन भनेर ब्राह्मण बटुकलाई सारा ब्राह्मणहरूले ज्ञान दिइरहेका हुन्छन्। वेद पढाइ भनेको अमर छ। यो कुरा जानिराख बाबु, धन दौलतबाट छोरा छोरीबाट कहिल्यै सुख हुँदैन। धन र दौलत, छोरा र छोरी बेकारको गुटगुटी, मर्दानी हुने बाँध्दानी हुने एउटै छ ढुकुटी। नारायण हे दैव रामलाई नबिर्साऊ, आमा अब म देशान्तर गर्न जान्छु बुवा भनेर बुवासँग बिदा माग्दा बाबु तिम्रै लागि भनेर सारा धन सम्पत्ति कमाएर राखिरहेको थिए। त्यसै भएको होला तिमी नजाऊ भन्छ। आखिरीमा नमानेपछि जानै खोजिसकेपछि आफ्नो आमासँग बिदा लिऊ भन्छ। अनि आमाको अगाडि गएर आमा मलाई अब केही चाहिँदैन, देशान्तर गर्न जान्छु, जहाँ जे पाइन्छ त्यही खान्छु, मन्दिरमै जान्छु, ज्ञान हासिल गर्छु, मनुष्य जीवनको उपयोगिता त्यो रहेछ। मैले अहिले ब्राह्मणहरूलाई सिकाइएको वेदमा जानी त्यसै भएको हुनाले नारायण हे दैव बस्दै बस्दिन, आफ्नो आमासँग गएर माता अब म बस्दिनँ भन्दाखेरिमा साह्रै चिन्ता गरेर बाबु 10 महिनासम्म मैले पेटमा बोकेँ। भक्त वत्सलहरू तिमीले यो कुरामा चिन्ता नगर, तिमीलाई पुग्ने सम्पत्ति यहीँ छ, तिमी कहीँ जानु पर्दैन भनेर नारायण हे दैव हालिन अङ्गालो